नमस्ते। आज हामी युवा वयस्कहरूलाई चाहिने वित्तीय व्यवस्थापन विशेष गरी बजेट र लगानीका कुराहरूमा अलिक गहिरिएर हेर्दैछौँ। हामीले हेरेका केही स्रोतहरूले के भन्छन् त यसबारे? धेरै स्रोतहरूले के भन्छन् भने यो वित्तीय साक्षरता मतलब पैसाको ज्ञान चाहिँ आर्थिक स्वतन्त्रताको लागि एकदमै महत्त्वपूर्ण छ। हो नि, यसले ऋणबाट बच्न हैन, अलिअलि सम्पत्ति जोड्न अनि पछि गरेर हुने आर्थिक तनाव कम गर्न पनि त मद्दत गर्छ नि। तर धेरैले स्कुलमा यस्तो कुरा सिक्ने मौकै पाउँदैनन् क्या। त्यही त। त्यसैले आजको हाम्रो यो छलफलको उद्देश्य चाहिँ के हो भने युवाहरूलाई एउटा बलियो वित्तीय सुरुवात गर्न चाहिने मतलब बजेट र लगानीका मुख्य मुख्य टिप्सहरू निकाल्नु हामीले हेरेका स्रोतहरूबाट। ल बजेटबाटै सुरु गरौँ न त। हुन्छ। प्राय सबै स्रोतले के भन्छन् भने पैसा कहाँ गइरहेको छ त्यो थाहा पाउनु पहिलो कदम हो। एउटा निकै चलेको तरिका 50-30-20 नियम भन्ने छ नि। ए हो, 50% चाहिँ आवश्यकता जस्तै घर भाडा, खानेकुरा, बिलहरू। अनि 30% चाहिँ रहरहरू मतलब बाहिर खाने, घुम्ने यस्तै यस्तै। र बाँकी 20% चाहिँ बचत गर्ने वा ऋण तिर्ने हैन त? हो। अब यसलाई व्यवहारमा कसरी उतार्ने त? स्रोतहरूले केही चरण सुझाएका छन्। पहिलो त खर्च ट्र्याक गर्ने। आजकाल त कति एप्सहरू आएका छन्, मिन्ट, YN, AB जस्ता, नभए सामान्य स्प्रेडसिटमा गरे पनि भयो। दोस्रो लक्ष्य बनाउने। केको लागि बचत गर्ने? गाडी किन्न कि ऋण तिर्न? हो, लक्ष्य भएपछि अलि हौसला मिल्छ नि। अनि तेस्रो बजेटलाई बेला बेला हेर्ने मिलाउने। किनभने जीवनमा परिस्थिति फेरिन्छ हैन, आम्दानी घटबड होला। एकदम। बजेट भनेको ढुङ्गाको अक्षर होइन नि, लचिलो हुनै पर्यो। अनि त्यो खर्च ट्र्याक गर्दा एउटा स्रोतले के भन्थ्यो भने हामी कहाँ खर्च गर्दैछौँ भनेर देख्ने बित्तिकै बानीमा अलिअलि सुधार आफै आउन फाल्छ रे। ए हो र? त्यो त मनोवैज्ञानिक कुरा भयो। हो। अनि लक्ष्यले चाहिँ त्यो योजनामा टिकिरहन अलि बल दिन्छ। तर त्यो 50-30-20 नियम चाहिँ एउटा गाइडलाइन मात्र हो है, एकदमै कडाइका साथ पालना गर्नै पर्छ भन्ने छैन। आफ्नो अवस्था हेरेर मिलाउने हो। त्यो त हो। अनि एउटा सल्लाह चाहिँ लगभग सबै स्रोतमा थियो, बचतलाई स्वचालित बनाउने। त्यो त एकदमै राम्रो। सेट एन्ड फर्गेट। हो। तलब आउने बित्तिकै आफै बचत खातामा गयो भने मतलबै गर्नु परेन। ल बजेटको कुरा त भयो, पैसा व्यवस्थापन भयो। अब त्यो बचेको पैसालाई बढाउने कसरी? हो, अब आयो लगानीको कुरा। स्रोतहरूले युवाहरूलाई चाँडो लगानी सुरु गर्न किन यति जोड दिन्छन् होला? मुख्य कारण त चक्रवृद्धि ब्याज हो, मतलब पैसाले पैसा कमाउने प्रक्रिया। जति चाँडो सुरु गर्यो, जति लामो समयसम्म लगानी टिकाइराख्यो, त्यति नै धेरै फाइदा हुन्छ। समय नै सबैभन्दा ठूलो शक्ति हो यहाँ। एउटा स्रोतले त यसलाई 8औं आश्चर्य नै भनेको थियो क्या रे। भन्छन् नि। अनि युवा लगानीकर्तासँग समय हुन्छ, बजार घटबड हुँदा आत्तिनु पर्दैन, लामो समयमा त बजार माथि नै जाने हो भन्ने हुन्छ। त्यसो भए कहाँबाट सुरु गर्ने त लगानी? स्रोतहरू के भन्छन्? पहिलो प्राथमिकता त आपतकालीन कोष बनाउने। कति जतिको? कम्तीमा 3 देखि 6 महिनाको अत्यावश्यक खर्च धान्ने पैसा चाहिँ छुट्टै सुरक्षित ठाउँमा राख्नु पर्यो। केही भइपरि आयो भने काम लाग्यो नि। हो, त्यो भएपछि अलि ढुक्क भइन्छ। त्यो तयार भएपछि के गर्ने त? त्यसपछि बल्ल लगानीको सोच्ने। अब नेपालको सन्दर्भमा नागरिक लगानी कोष, सञ्चय कोष जस्ता विकल्प छन्। विदेशतिर 401k, IRA जस्ता रिटायरमेन्ट प्लानहरू हुन्छन्। अनि धेरै स्रोतले चाहिँ कम लागतमा धेरैतिर लगानी फैलाउन मिल्ने, मतलब विविधीकरण गर्न मिल्ने खालको लगानीबाट सुरु गर्न सुझाएका छन्, जस्तै इन्डेक्स फन्ड्स वा ETFs। हो, ETFs एक्सचेन्ज ट्रेडेड फन्ड्स भनेको चाहिँ शेयर बजारमै किनबेच गर्न मिल्ने धेरै कम्पनीको शेयर वा अरू सम्पत्तिको एउटा प्याकेज जस्तो भयो। अनि लगानी गर्न त धेरै पैसा चाहिन्छ भन्ने भ्रम छ नि। त्यो चाहिँ होइन। स्रोतहरूले के भन्छन् भने महिनाको सानो रकम खै 1000-2000बाट पनि सुरु गर्न सकिन्छ। आजकल त कति सजिलो छ, अनलाइन प्लेटफर्महरू छन्। जस्तै रबिनहुड, फिडेलिटी, भ्यानगार्ड जस्ता एप्सहरू हैन? नेपालमा पनि त छन् होला नि ब्रोकर एप्सहरू? छन् नि। महत्त्वपूर्ण कुरा के हो भने बजार कहिले घट्छ कहिले बढ्छ भनेर ठ्याक्कै अनुमान, मार्केट टाइमिङ गर्न खोज्नुभन्दा बरु नियमित रूपमा थोरै थोरै भए पनि लगानी गरिरहनु राम्रो।
त्यसलाई डलर कस्ट एभरेजिङ भन्छ नै। हो, यसले जोखिम कम गर्छ अनि सोच चाहिँ सधैँ लामो अवधिको राख्नुपर्छ। आज लगानी गरेर भोलि नै धनी भइहाल्ने भन्ने हुँदैन। हो नि। अब केही गल्तीहरू छन् जुनबाट बस्नुपर्छ भनेर पनि स्रोतहरूले भनेका छन्। के हुन् ती? एउटा त त्यही भयो, खर्चको हिसाबै नराख्ने। जथाभावी उडाउने। अर्को, आपतकालीन कोषै नबनाउने। त्यो त जोखिमपूर्ण भयो। अनि बजार अलि तलमाथि हुनसाथ आत्तिएर किन्ने वा बेच्ने, मार्केट टाइमिङ गर्न खोज्ने। त्यो त लगभग असम्भव नै हो भन्छन्। हो, अनि अर्को चाहिँ लगानी गर्दा लाग्ने शुल्कहरूलाई वास्तै नगर्ने। सानो देखिए पनि लामो समयमा त्यसले ठूलो फरक पार्छ। ए हो है, शुल्कले त नाफा घटाउँछ नि। ठ्याक्कै, खर्चको हिसाब नहुँदा पैसा कहाँ गइरहेको छ थाहा भएन। आपतकालीन कोष नहुँदा सानो समस्याले नि ठूलो ऋण बोकाउन सक्छ। मार्केट टाइमिङले प्राय घाटा गराउँछ अनि शुल्कले रिटर्न घटाउँछ। त्यसो भए समग्रमा हामीले हेरेका स्रोतहरूको निचोड के देखियो भने वित्तीय साक्षरता भनेको एकैचोटि सबै जान्ने कुरा होइन रहेछ। होइन, बरु निरन्तर सिक्ने, सानोबाट सुरु गर्ने, बानी बसाल्ने कुरा रहेछ। जागरुक हुनु र निरन्तरता दिनु नै मुख्य हो। सानो पाइला तर निरन्तर चाल, होइन त? हो। अब अन्त्यमा एउटा कुरा सोचौं न, यी वित्तीय रणनीतिहरू अपनाउँदा पैसा त बढ्ला, आर्थिक सुरक्षा होला, त्यो त छँदैछ। तर यसले व्यक्तिको जीवनका अरू पक्ष जस्तै मानसिक शान्ति, सम्बन्ध, समग्र खुसीमा चाहिँ कस्तो सकारात्मक असर पार्न सक्ला? राम्रो प्रश्न। वित्तीय अनुशासनले जीवनका अरू क्षेत्रमा पनि त अनुशासन ल्याउन सक्छ, होइन र? पैसाको चिन्ता कम हुँदा कति तनाव घट्छ होला। हो नि, त्यसले अरू कुरामा ध्यान दिन फुर्सद मिल्ला। ल, आजलाई यति नै गरौँ है त। हुन्छ।